झगडाहरू निस्क्यो है रुमबाट अब पास लिनुको लागि अन्त जानेछौँ त्यहाँबाट हामी सायद मङ्गनको बाटो जाँदैन होला अर्को बाटो जान्छ होला त्यो बाटो अलिक बिग्रेको छ भन्दैछ हो अनुभव चाहिँ बाइक लिनु गइरहेछ रेन्टको र पासहरू पनि लिएर आउँदैछ र हामी चाहिँ अब भाइको रुमबाट निस्क्यौँ सिटी चढ्दैछौँ त्यहाँदेखि बाइकमा अलिकति ब्यागहरू माउन्ट गरेर चाहिँ स्टार्ट अवर जर्नी है टुवर्ड्स लाचेन अब सबै माउन्टहरू पनि भयो दाजु त फ्री भयो हो यहाँ मेरोमा डल्लै बानी हो अनि केही छैन म एक्लै छु है र यहाँ हाम्रो सी फेरर उहाँ फिजियोथेरापिस्टले फिजियोथेरापी गर्दैछ फिलहाल हो अलिकति ब्याक गरेर निकाल्नु नि अगाडि भइहाल्छ अब एक्साइटेड अन्त त एक्साइटेड छ एक्साइटेड यहाँ हाम्रो साथी एक्साइटेड दा अन्त एक्साइटेड होइन र ठिकै छ ऊ ब्याग यता गाडी आउँछ अन्त दा हाउस जोस अब यहाँ केटाहरू रुगेको रहेछ यहाँ हाम्रो खास केटा हो यता हेर न उता हेरेर गर न क्यान्डिड सर्ट खोइ त अनुभव त आउँदैन नि त अहिलेदेखि पर्खेको होइन 12 बज्छ होला लाचेन पुग्दा अब यहाँ केटाहरू रुएछ अनुभवलाई आउँदैन अनुभव बल्ल आयो है यो आम्मामा खतरा देख्दैछु त तपाईँ त रुनु चाहिँ किन रुको त अन्त अहिले एकछिन मात्र नि त्यो ग्लास लगाएर कुदा न लु निस्क्यौँ अब चाहिँ बल्ल भयो सबै आइपुग्यो साथी पनि यो हेलमेट चाहिँ के गरेको हो दा मजा आउँदैछ अहिलेसम्मको R15 ले चाहिँ यस्तो हुन्छ सिन जसले पनि R15 सोच्दैछ नल्याउनु जहाँ भेट्यो त्यहीँ लड्नु मनपर्छ ढाँडको लागि हिजो भुइँमा सुतेर कस्तो साह्रो परेर अन्त सबैजना आउँदैछ र हाम्रो स्पोन्सरले यहाँ चिया खानु हुँदैछ खुट्टा त बाहिर थियो नि खुट्टा त बाहिर थियो रञ्जनदालाई त त्यो टिभीको अझैलेमा भन्दा ह्यान्डसम देख्दैछु त मोटामोटी अझै 1 घन्टा लाग्छ चुङथाङ पुग्नु हाम्रो अर्को रुटबाट आयौँ है अन्त त्यो मेन रुट बन्द भएको रहेछ हो कन्स्ट्रक्सनले गर्दा हाम्रो यहाँ केटाहरूको सानो ड्राई पिकनिक जस्तो हुँदैछ राम्रो एउटा स्पट रहेछ है हत्तु भयो सबैजना अन्त दा ट्रिप कस्तो भयो अहिलेसम्मको भाइ सबै ठिकै छ अहिलेसम्म बढिया छ दा बढिया छ हाम्रो सी फेरर मचन्ट नेभी हालत खराब भयो हजुर हजुर तपाईकोमै छ लोटे दालिएको दैलोमा हजुर हजुर त्यो लोटे दालिएको हाम्रो यो ट्रिपमा एउटा सानो प्रब्लम भयो चुङथाङ पुग्ने बेलामा हाम्रो प्रिय दादाको बाइकको टायर पम्चर भयो ट्युब भएको चाहिँ त्यति चाहिँ छ असुविस्ता हो अन्त त्यसले गर्दाखेरि अब
हाम्रो दुई भाइ चाहिँ पर्खिरहेछ चुङथाङमा। 4 भाइ गयो 2टा बाइकमा लाचेन है, किनभने त्यहाँ पनि अब रुमहरू पुगेर मिलाउँदै गर्नुपर्ने थियो हो। अन्त चिनाजाना यो तर पनि अन्त त्यसले गर्दा उनीहरू गयो। सो अन्त हामी चाहिँ 2 भाइ चाहिँ आएको छौँ फेरि लाचुङमा। गाइज चुङथाङमा चाहिँ बाइक अगर टायर प्रब्लम भयो भने चाहिँ यु विल नट गेट एनी ग्यारेज फर बाइक है। सो बल्ल बल्ल रिक्वेस्ट गरेर बन्द गरेको पनि खोलिदिएर हो, भनेर खोलिदिनु भनेर हामी चुङथाङदेखिको आएको छौँ लाचुङ। त लाचुङ आउने प्लान एक्चुअली भोलिको थियो, तर अभाग्यवश आज आउनु पऱ्यो है। र अहिले आयौँ 2 भाइ बाइकमा। यहाँ यसरी दाको हालत पनि खराब भइसक्यो। हाम्रो सानो बिचरा हात देखाउनु त, टायर बोकेर त। यो टायर चाहिँ 2 भाइले बिचमा हालेर आएको। लगेजहरू हामीले चुङथाङमा छोडिरहेको छौँ हो। अन्त मेरो पनि बाइकमा चाहिँ चेनमा पुरै धुलो बस्यो जस्तो लाग्दैछ हो। अब अहिले लाचेनसम्म चाहिँ जाउँ। लाचेनमा भोलि बिहान एकपल्ट मजाले ल्युब गर्नुपर्छ चेन, अन्त त्यहाँबाट जानुपर्छ। त मोटामोटी हामी लाचेन पुग्दा 12 बज्छ होला त। यहाँबाट अब फेरि हामीलाई ब्याक जानु 1 घन्टा लाग्छ हो। बाटो खराब छ अरे लाचेनको, त्यो ड्राइभरले पनि भन्दै थियो बिस्तारै जानु भनेर। सो अहिले इट्स अराउन्ड 9 है। ए कति बज्यो? 9 बज्यो नि है त। 11 मा पुग्दैन होला हौ त, मुस्किल छ, बाटो ठिक छैन अरे नि त। अन्त 12 बजीसम्म चाहिँ पुग्यो भने भइहाल्यो।